कस्तो डिफ्रेन्ट हो न ममता यो गाइस फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत गर्न चाहन्छु म चाहिँ यता बारीतिर आएको छु सुन्तला बारीतिर सो सुन्तलाको भिडियो गरौँ भनेर सुन्तला चाहिँ अहिले पाके छैन अहिले असोज छ के अरे मङ्सिरतिर चाहिँ पाक्छ अहिले हरियै छ उयो त मौसम हो क्या सुन्तला बारीतिर जाँदैछु कस्तो छ भनेर यहाँ यस्तै यहाँ हुँदै हुँदै सुन्तला मात्र नभएर सबै छ यहाँ चाहिँ यत्रो फर्सी छ यो तलको सबै सुन्तला बारी अरू सबै सब्जीहरू रोप्नुहुन्छ यो चाहिँ सबै मामा घरको सबै यो सुन्तलाहरू अनि यहाँ माथि पनि छ म जाँदैछु ममता आउँदै छिन् ममता एउटा फर्सी यहाँ छ अब सबै यो बारी जति सबै सुन्तलाको अरू के छ देखा हुन्छ हामीले हैन त हाई वेलकम हेलो ल तिमी छोप ल मैले देखाइदिन्छु ल तिमी हिँड म पछाडि खिच्दै आउँछु हाम्रा भान्टा पनि छन् खुर्सानीबाट सुरु हो डल्ले खुर्सानी यो भान्टा सबै छ है हाम्रो कबली माथि कवेली एउटा कबली यता छन् एउटा कबली यता छन् हाम्रा लिची फल्छ हिमाल देखिएनन् क्या ना यता यो करेला इस्कुस भन्छन् अनि यसको थुप्रै प्रकार हुन्छ सेतो करेला हरियो करेला झुसे करेला हजुर हुन्छ यो चाहिँ हाम्रो टमाटर बारी खुर्सानी भित्र काटेको होला नजाउ भयो पाके छैनन् सबै बेच्नुहुन्छ के अरे बेच्नुहुन्छ कि ठ्याक्कै यता हिमाल देखिन्थ्यो कि यो साइडमा यता नि सुन्तला बारी सुन्तला अहिले यो पहेँलो भएको भए देखिन्थ्यो अहिले पहेँलो नभएको हुनाले चाहिँ देखिएको छैन एउटा फर्सी रहेछ यता जाऊँ कता यता अब माथि गयो सुन्तला बारीतिर लाभा खुर्सानी चाहिँ कर्कलु मस्यौरा कर्कलु भन्छन् कर्कलाको पानी 4 मिनट हुन लाग्यो होइन ठ्याक्क 5 मिनटदेखि ल अब माथि जानु न तिते करेला पनि छ नि यहाँ चाहिँ सानो खालको तिते करेला हिँड्छ सुन्तला यस्तो अवस्थामा छ पहेँलो भएको हो होइन कति राम्रो देखिन्थ्यो फेरि त्यो पाक्दाखेरि आइन्छ कि आइन यो चाहिँ बोर्काउली अस्ति यही भिडियो गराइएको थियो होइन कस्तो कि अहिलेको सुनसान जस्तो लाग्ने न यो भएर पहिला यो नुहेर होइन कता के गर्ने भन्ने थियो अहिले केही छैन केही छ नजाने अब यता यही छ सेभी होइन यतिबाट जाँदैछ माथिबाट माथि हो माथि उखु छ यता चाहिँ पनि रहेछ
खै गाइस हेर्नुहोस् उखु यिनसम्म चाहिँ जाडो हो पछाडि ओड्नै पर्ने अवस्था छ बासिनी क्या न तोरी है यहाँ ए तँ त हो यो सबै सुन्दर हिलै खुट्टा गोरुङ्गा भयो न यहाँ जाऊँ त्यहाँबाट झरम छेउ कुनाबाट सिधै जाऊँ अरू के छ के हो मन बेसार बिसार बेसार हो कि अदुवा के हो यो यो कति बेसार हो कि अदुवा के हो कि ती मध्ये चाहिँ लुक एट दिस कस्तो राम्रो न यस्तो के फोटो खिचौँ जस्तो कि त्यो चेरी टाइपको फोटो खिचिदियो हेर त मेरो कपडाभरि अलिक उता गएर उठाउँला घाम ताप्दै हेरिदेऊ न दर्शकहरूलाई हेर्नु दर्शकहरू कुरो लागेको अवस्था छ मेरो कपडाभरि जाऊँ ल यसरी यता फोटो खिच्नु के मन थियो फोटो मैले खिचिदिइरहेको थम्बनेलको लागि दिन्छु हामी चाहिँ अब फर्कियौँ घरतिर ऊ त्यो खुर्सानी कति ठुलो हो बाफ्रे कति ठुलो खुर्सानी ममता गइसक्यो म झर्दै उसले तल पनि छ हजुर ल बारीभरि जे पनि पाइन्छ यहाँ चाहिँ फलले जे रोपे त्यही फल्छ आनन्द छ किनेको खायो हेल्दी लाइफस्टाइल छ यहाँ चाहिँ यो के रहेछ यो कस्तो मलाई त यहाँ यो मौसमको रुखको क्या यो त भए जति सबै देखाइदिएँ यो खुर्सानी भए जति मैले सबै देखाइदिएँ अब अरू पनि कता कता छ अहिले आँखाले देखे जति सबै देखेँ सुन्तल अवस्था यस्तो रहेछ अहिले यो टाइममा चाहिँ पाक्दैन अब मङ्सिरतिर आयो भने चाहिँ पाक्छ सुन्तला फल्ने बेलामा पाक्ने बेलामा चाहिँ आउँछ अब यो सिबी छ अब तिहार आयो तिहारे फुल पनि रहेछ यति नै हो सो आजलाई यति भिडियो सी यू गाइस नेक्स्ट भिडियो